हेलो गाइज, वेलकम टु माई न्यू अनदर भिडियो। आज तपाईहरुको माझ चाहिँ एउटा नयाँ विषय वस्तु विशेष भिडियो ल्याएर जोडिएको छु। आज हामी कुराकानी गर्ने छौं नागरिकताको अनलाइन सिफारिस कसरी गर्ने है। केही महिना पहिले चाहिँ हामी हातले लेखेर अनलाइन सिफारिस गर्थ्यौं जिल्ला प्रशासन कार्यालयतर्फ भने केही महिना यता चाहिँ अब चाहिँ यो नागरिकताको सिफारिस पनि अब अलिकति सिस्टमिक तरिकाले जुन सेवाग्राहीले जिल्ला प्रशासनमा गएर धेरै 1.5 घण्टा है लामो समय लाइनमा कुर्नुपर्ने अवस्था कहिले हुन्छ नि त। धेरै बाक्लो बस्ती भएको दिनमा धेरै सेवाग्राही गएको दिनमा चाहिँ त्यत्रो समय खेर जाने अवस्था आउँछ। अर्थात् एउटाको नागरिकता बनाउनको निम्ति कम्तीमा पनि 20 मिनेट लाग्ने ठाउँ चाहिँ यदि हामीले अनलाइन प्रणालीबाट वडा कार्यालय मार्फत यदि सिफारिस पठाइयो भने जिल्ला प्रशासनले कम्तीमा पनि 5 मिनेट अर्थात् 10 मिनेट भित्र है त कम्तीमा हाम्रो 10 मिनेट त बचे नि। त्यो 10 मिनेट भित्र चाहिँ यो नागरिकता दिने जुन छिटो छरितोको लागि जुन एउटा सिस्टम ल्याएको छ त्यो अनलाइन सिफारिसमा केही साथीहरुको कन्फ्युजन छ। धेरै साथीहरु हामी नयाँ भएको कारणले पनि धेरै साथीहरुमा कन्फ्युजन छ कसरी गर्ने, यहाँनिर यस्तो आयो यसलाई कसरी गर्ने है, फेरि प्रिन्ट गर्ने, अपलोड गर्ने विविध समस्याहरु आइरहेका छन्, जोडिरहेका छन्। ती समस्याहरुको समाधानको लागि आज हजुरको माझ चाहिँ म नयाँ यो भिडियो ल्याएर जोडिएको छु। तपाईहरुको त्यो समस्याको समाधानको लागि, तपाईहरुको सहजताको लागि म यो नागरिकताको अनलाइन सिफारिस कसरी गर्ने विविध विषय वस्तुमा रहेर म एकदमै सरल तरिकाले एकदम सहज तरिकाले कसरी सम्भव हुन्छ त भन्ने विषय ल्याएर जोडिएको छु। आउनुहोस्, स्वागत छ पुनः पनि हाम्रो यो च्यानलमा। यदि तपाई हाम्रो यो च्यानलमा तपाई नयाँ हुनुहुन्छ भने कृपया तपाईले सब्स्क्राइब गर्नु भएको छैन भने कृपया हाम्रो यो च्यानललाई सब्स्क्राइब गरेर पनि साथ दिनुहुनेछ ताकि आगामी दिनहरुमा मैले पोस्ट गरेको भिडियोहरु मैले जति पनि यो इन्फर्मेसन सम्बन्धी तपाईहरुको समस्या केही सामान्य जानकारीका लागि जुन भिडियोहरु बनाउँछु त्यो भिडियोहरु ताकि पहिला नोटिफिकेसन मार्फत तपाईलाई नै जाओस्। सब्स्क्राइब गरेर त्यहाँ नजिकै भएको बेल आइकनलाई थिचेर पनि साथ दिनुहुनेछ र भिडियो मन परेमा लाइक, कमेन्ट र शेयर गर्न पनि नबिर्सनु हुनेछ भन्ने कुरा पनि मैले अवगत गराउँदै यो भिडियोलाई चाहिँ लामो नबनाई अब लाग्छु म यो डेस्कटपको स्क्रिन शेयर तर्फ। आउनुहोस्, अब हामी विशेष कुराकानी गर्नेछु यो ल्यापटपको स्क्रिन शेयरमै। अब ढिलो नगरी म यहाँहरुलाई चाहिँ यो स्क्रिन तर्फ चाहिँ डोर्याउँदै छु। एट फर्स्ट हामीसँग तपाईसँग के छ हैन, ब्राउजर या क्रोम के छ त्यसलाई चाहिँ हामीले प्रयोग गरौँ, यहाँहरुलाई थाहै भएको कुरा हो। त्यसपछि यहाँ तपाईले आफ्नो वेबसाइट यसको जुन छ यो चाहिँ अब जस्ट डेमोको लागि हो। म त्यो बाट चाहिँ म यहाँहरुलाई चाहिँ यो शेयर गर्दै छु। यति आइसकेपछि यहाँ लगइन यस्तो फिचर देख्नुहुन्छ र यो दायाँ साइड चाहिँ यो भाषा या नेपाली या जुन छ नि भाषाको पछिल्लो छेउमा चाहिँ लगइन भन्ने अप्सन छ। त्यहाँ नगएर चाहिँ हामीले तपाईहरुसँग भएको तपाईहरुलाई दिएको उपलब्ध युनेम र पासवर्ड यहाँ राख्नु पर्ने हुन्छ। तपाईहरुलाई यो डिएक्टिभ गर्नु छ चाहियो भने मजाले यो पासवर्ड र यो युजर नेम चाहिँ प्रयोग गर्न सक्नुहुनेछ। दिनुहोस् देश कमल बजार है त, कमल बजार। पासवर्डमा चाहिँ test@123 हाल्नु होला, test@123 हाल्नु होला। यसपछि लगइन गर्नु होला। यो चाहिँ यस्तो आउँछ तर हाम्रो ओरिजिनल उसमा चाहिँ यो आउँदैन, सिधै वडा नम्बर यति भनेर आउँछ। तपाईको जति नम्बर वडा हो त्यति आउँछ। सो आफ्नो वडा कार्यालय हामीले चुज गरे, मैले 1 नम्बरलाई यहाँनिर चुज गरे। सो अब यहाँनिर मुनि देख्न सक्नुहुन्छ यहाँ दिवस कार्की वडा सचिव भनेर आयो, वडा नम्बर कमल बजार नगरपालिका वार्ड नम्बर 1 यो आयो भने अब तपाईको जुन ओरिजिनल छ त्यो गर्यो भने तपाईको यस्तो फिचर आउनेछ। यहाँनिर हामी अहिले ड्याशबोर्डमा छौं। ड्याशबोर्डमा यहाँ हेर्न सक्नुहुन्छ माथि फिल्टर छ है, यहाँ समय अवधि है टुडे, अब यहाँ मितिदेखि मितिसम्म तपाईले यहाँ फिल्टर गरेर तपाईलाई कुन डेटको चाहियो त कुन डेटको कुनै विवरण यदि चाहियो भने सो खोज्नु भन्दा सर र मिति हानेर यसरी हामी खोज्न सकिने अवस्था यहाँनिर छ। म त्यहाँतिर गइन मेन आजको विषय वस्तुतर्फ लागे। एट फर्स्ट हामीले नयाँ सेवाग्राही आउनुभयो उहाँलाई चाहिँ अनलाइन सिफारिस गर्नको निम्ति यहाँनिर यो समग्र सूचीमा क्लिक गर्नुपर्ने हुन्छ।
त्यति आइसकेपछि चाहिँ अब हामीले यता यहाँ धेरै अप्सनहरु छ, खोज्नुहोस् यहाँ मिति है धेरै कुराहरु छ। हामीले नयाँ यहाँ हेर्न सक्नुहुन्छ राइट साइड टप मैले यो जुन लिइरहेको छु त्यहाँ हेर्नुस् प्लसमा थिचेर यहाँ धेरै कुराहरु छ, वंशज, वैवाहिक अंकित र गैर आवादिशीय जो छ त्यहाँ भन्दा हामीले एट फर्स्ट हामीले गर्ने भनेको अहिले वंशजकै आधारले हो। विशेष गरी धेरै अहिले यतिनिर गरिसकेपछि हामी अब विशेष महत्त्वपूर्ण कुराहरुमा छु, ध्यान दिएर हेर्नु होला। कृपया भिडियो स्क्रल नगरी हेर्नु होला ताकि तपाईलाई आएको समस्याको समाधानका निम्ति हामीले यो मिहिनेत गरिरहेका छौं। अब यो नागरिकताको किसिममा चाहिँ वंशज अलरेडी आइसकेको छ। यहाँ जन्म दर्ता नम्बर भनेको छ। यदि तपाईको अनलाइन हो 13 अंकको हो भने यहाँ तपाईले 13 अंकको नम्बर हानेर इन्टर गर्न बित्तिकै यहाँ सर आइहाल्छ। तपाईले केही गर्नु पर्दैन। त्यहाँ खोज्नुस् भन्ने अप्सन आउँछ, त्यहाँ क्लिक गर्न बित्तिकै सर आउँछ। उसको व्यक्तिगत विवरण चाहिँ यहाँ भरिरहनु पर्दैन। यदि तपाईको त्यस्तो होइन है, अब तपाईको अफलाइन हातले लेखेको जन्म दर्ता छ भने उसको नम्बर हाल्न उदाहरणको लागि मैले यहाँ 10 हाने। यो 10 यहाँ साउन्ड राख्यौं ल, कमल साउन्ड राखे। इंग्लिशमा नाम राख्नु पर्यो। अब कमल साउन्ड त्यसपछि यहाँ इंग्लिश नेपालीमा दुईटैमा हानिसकेपछि मिडियम नेम छ भने हान्ने, अहिले पनि परेन। लिङ्ग चयन गर्नुस् यहाँनिर महिला पुरुष के हो त है। त्यसको अब सम्पर्क नम्बर उपलब्ध छ भने हाल्नुस्, राख्नुस्, अहिले पनि परेन। विदेशी जन्म हो भने हैन हो भनेपछि यहाँ धेरै अप्सनहरु आउँछ है। हामी त्यहाँतिर गएनौं। यो हाम्रो यो एरियाको लागि परेन। कुनै जिल्ला कुनै प्रदेशको लागि चाहिँ हुन सक्छ। यहाँ होइन जे छ त्यसमा हामीले केही गर्नु परेन। त्यहाँ त्यति गरिसकेपछि यहाँ डेट अफ बर्थ माग्छ। मैले माथि क्लिक गरेका कारणले निर्सोलो भएको कारणले अलिकति ढिलो भइरहेको छ, कृपया नआत्तिनु होला। साह्रै सोलो छ त हो आज, किन हो। यसपछि यहाँ डेट अफ बर्थ हामीले राख्नुपर्ने हुन्छ है। मानौ 2060 है, मानौ हामीलाई 2060 कुन महिना त फागुन महिना, कुन महिना हैन महिना चुज गरौँ। मानौ हाम्रो वैशाखको 20 गते ल। यो गर्न बित्तिकै अब 21 वर्षको भयो है त। यति गरिसकेपछि यहाँ यो कर्मचारीको विवरण भनेको छ। कर्मचारीको परिवारको हो भने हो मा गर्यो भने फेरि त्यहाँ अर्को प्रश्नहरु आउँछ। यदि हो भने हो मा गर्ने, होइन भने हामीले होइनमा। ठीक छ। अब बच्चा जन्मेको ठेगाना तपाई यहाँ मुनि भने तपाईको जन्म ठेगाना यहाँ प्रविष्ट गर्नुहोस् भन्नुभएको छ। मानौ कहाँ जन्मियो त बच्चा है त, कुन जिल्ला हो त है त। अब यहाँ म अछामको गर्दै छु ल। अछाम है, लेखमा जान्छु ल। मेल लेख है। वडा नम्बर कति हो त, वडा नम्बर 1 है। अब यहाँ टोल सडक तपाईले लेख्न पनि सक्नुभयो, नभए पनि हुन्छ। त्यसपछि भनेछ यहाँ स्थायी ठेगाना भने बच्चा जन्मेकै ठेगाना जस्तै हो भने यहाँ तपाईले टिक चिह्न लाउन बित्तिकै अलरेडी आउँछ ल। मैले जस्तै हो भन्ने भयो। त्यहाँ क्लिक गरिसकेपछि अलरेडी आइसक्यो। यहाँ अछाम जिल्ला मेलले गापा 1 भनेर आइसक्यो है। अब नागरिकताको आधार हैन, नागरिकताको आधारमा जुन छ, नागरिकताको आधार छ यहाँ बुवा आमा पति है संरक्षक जसको छ। अब एट फर्स्ट हामीले यहाँ नाम त राख्नु पर्यो, बुवाको नाम लेख्नु पर्यो। अब त्यो अनलाइन हुने अलरेडी आउँथ्यो है। दीपक साउन्ड, दीपक साउन्ड। त्यसपछि अब नेपाली भइहाल्यो। यहाँ नागरिकता नम्बर राख्नु पर्यो हामीले। उसको नागरिकता नम्बर कति हो त ल। मानौ 6910/20 यो गर्यौं। त्यो गर्न बित्तिकै अब यो नागरिकता वंशजको भइहाल्यो हैन। हामीले वंशज अलरेडी हैन छँदै छ। त्यसपछि आमाको विवरण राख्ने हामीले यहाँ सुशीला साउन्ड भइहाल्यो है।
त्यसपछि त्यो पनि अब नागरिकतामा राख्नु पर्यो उहाँको पनि मानौँ 10-20 छ 10-10 छ है फर इक्जाम्पलको लागि चाहिँ यति गरिसकेपछि अब यहाँ अब पत्नी हो अब उसको विवाह दर्ता सबै आवश्यक प्रक्रियाहरू सबै छ भने यहाँ राख्ने अहिले भने परेन त्यसपछि अन्तिममा यहाँ संरक्षक भन्ने छ संरक्षक को जाने त अब मोगल चाहिँ आमा बुवा या कोही हुन्छ नि अब बाजे जान सक्छन् कुनै कन्डिसनमा अब अङ्कलै जानुपर्ने अवस्था हुन पनि सक्छ नि त त्यो अवस्थामा विशेष गरी संरक्षक को जाने त त्यो गरिदिउँ अब यहाँ बुवा जानुहुन्छ मैले बुवाको नाम लेखेँ दीपक साउद यो उहाँको नागरिकता नम्बर पनि चाहियो सेम माथि हामीले कति राखेका थियौँ 59 16 20 है त 69 10 16 20 त्यो गरिसकेपछि अब नागरिकताको प्रकार चयन गर्नुहोस् यहाँ वंशज हुने भयो त्यति गरिसकेपछि जिल्ला छान्नुहोस् अछाम भइहाल्यो स्थानीय निकाय कुन हो त मेललेख वडा नम्बर 1 है त यति गरिसकेपछि यहाँनिर अब विशेष गरी आयो अब तपाईँको कागजपत्रहरू अपलोड गर्नुहोस् भनेको छ यहाँनिर बुवाको नागरिकता छ आमाको नागरिकता जन्मदर्ताको प्रमाणपत्र है श्रीमानको नागरिकता सिफारिस त्यसै बयासराई अब कोही बयासराई गरी आएको भयो उहाँहरूको त्यो डकुमेन्ट पनि पेस्ट गर्नु पर्यो सिफारिसको अवस्था कुनै केसहरूमा चाहिँ कहिलेकाहीँ अन्य त्यो सम्बन्धित कागजपत्रहरूको सिफारिस लेख्नुपर्ने अवस्था जो हुन्छ त्यसलाई चाहिँ हामीले यहाँ अपलोड गर्ने जति पनि डकुमेन्टेसनहरू छ हामीले अगाडि नै पीडीएफ बनाएर हामीले राख्नुपर्ने हुन्छ पीडीएफ कसरी बनाउने तपाईहरुलाई थाहा छ भने कमेन्ट गर्नु होला है त्यो पनि हामी यहाँहरुलाई थाहै भएको कुरा म त्यो पनि तपाईहरुलाई चाहिँ शेयर गर्ने छु हामीले सकेसम्म पीडीएफ बनाएर त्यो व्यक्तिको अलगै है त्यहाँ राख्नुपर्ने अवस्था आउँछ मैले अहिले यो गरे एउटा फर एक्जाम्पल यो यसलाई पेस्ट गर्दिए बुवाकोमा पनि त्यही गर्दिए है आमाकोमा पनि त्यही राखे है त क्लिक गरिसकेपछि अलरेडी यहाँ आउँछन् त्यहाँ जन्मदर्तालाई पनि त्यही तरिकाले अपलोड गर्नु होला हजुरहरुले डकुमेन्ट छ त्यो पेस्ट गर्नु होला त्यति गरिसकेपछि चाहिँ अब तपाईले केही कुराहरु लेख्नु पर्यो भने यहाँ टिप्पणीमा लेख्न पनि सक्नुहुन्छ या परेन भने के लेख्नु परेन सो अब यहाँ तल अब यहाँ आवेदन फारम पठाउने कार्यालयको भन्ने ठाउँमा हामी तल अब कहाँको हो त अब इलाका प्रशासन कार्यालय विनायक या तपाईको कुन हो त्यो आउँछ यहाँ मैले अब जिल्ला प्रशासनलाई गर्न खोजे है त्यो गर्न बित्तिकै यहाँ अब तपाईको ओरिजिनलमा चाहिँ सेटअप अलरेडी गरेको हुन्छ उहाँहरुको अलरेडी आउँछ नाम आउँछ यहाँ अब मैले लेख्नु पर्ने अवस्था आयो ल चन्द्रबहादुर साउद है त ल मैले यहाँ लेखे तपाईको चाहिँ अलरेडी आउने हो त्यहाँ अब पद उडाध्यक्ष भइहाल्यो कहिलेकाहीँ काबा उडाध्यक्ष पनि हुनुहुन्छ नि त त्यो हिसाबले पनि यहाँ यो अप्सन आउने हो यति गरिसकेपछि हामीले यहाँ यो सिफारिस भन्ने अप्सन छ यहाँ सिफारिस गर्नुपर्छ यति आइसके तपाईले एकचोटी यहाँ चेक गर्न सक्यो है तपाईको डाटा सफलतापूर्वक सफल भयो भन्नुभयो यहाँ मजाले हामीले भर्ने अनुसूची 1 प्रष्ट यहाँले देख्न सक्नुहुन्छ यति गरिसकेपछि यहाँ सबै छ एकचोटी चेक गर्ने तपाईको के छ कस्तो छ ठीक छ या छैन भनेर यदि ठीक छ भने मजाले हामीले यहाँ प्रिन्ट अप्सनमा हामीले के गर्दिने त प्रिन्ट गर्दिने है त त्यहाँ हामीले कुन हो के हो त्यो अब यहाँलाई थाहा छ त प्रिन्ट गरिसकेपछि है प्रिन्ट पनि भयो त्यति गरिसकेपछि यहाँ प्रिन्ट गरिसकेपछि हामीले एउटा पठाउनुस् भन्ने अप्सन आउँछ हेर्नुस्मा क्लिक गर्यौं त्यसपछि यहाँ मुनि स्क्रल गर्ने है अन्तिममा जाने यहाँ छेउमा देख्दै हुनुहुन्छ हजुरहरु पठाउनुस् भन्ने अप्सननिर क्लिक गर्ने
यसो गरिसकेपछि यहाँ हेर्न यस्तो फिचर आउँछ है त, यो फाइल अपलोड भन्ने फिचर आउँछ है। फाइल अपलोडमा क्लिक गरिसके तपाईँले त्यो प्रिन्ट गरेर जुन पिडिएफ बनाउनु भएको छ हो त्यसलाई पुनः यहाँ हामीले के गर्ने त अपलोड गर्ने। अपलोड गरेपछि तपाईँले त्यो कुन आयो हो होइन भनेर यहाँ बिचनिर क्लिक गर्यो भने तपाईँले अपलोड गरेको के हो डकुमेन्टेसन यहाँ आउँछ, त्यो पनि हेर्न सक्नुहुन्छ। त्यसपछि यहाँ पठाउनुहोस् मा क्लिक गर्नुपर्दछ हामीहरूले। अब हेर्नुहोस् यहाँ माथिनिर अब स्वीकृत भनेर यसरी ग्रिन आइदियो कि, यो भनेको अब भयो भन्ने बुझ्यो है। अब कहिलेकाहीँ यो अनुमोदन यहाँ तल हजुरले येलो देखिरहनु भएको छ, यो भनेको केही कुराको अपुगता छ है त त्यहाँ भन्न खोजेको। त्यो प्रिन्ट गरिसकेपछि अनुसूची 1 त्यहाँ अनुमोदन अर्थात् त्यहाँ अपलोड नगरेको भन्ने बुझिन्छ सामान्य उसबाट। अहिलेसम्म मैले काम गरिरहेको अनुभवमा चाहिँ अब यति मध्ये अब तपाईँले सिफारिस गरेको व्यक्तिले नागरिकता लियो लिएन कसरी थाहा पाउने भनेपछि यहाँ हेर्न सक्नुहुन्छ हजुरले नागरिकताको आवेदनको प्रकारहरू यहाँ देखाइरहेको छ भने अब तपाईँले नागरिकता लिएको भयो यहाँ अहिले त छैन भने मैले भर्खरै गरेँ नि त। अब यो उसले लिइसकेपछि यहाँ नागरिकता लिइसकेको भनेर यहाँ आइदिन्छ, छैनको ठाउँमा चाहिँ उसले नागरिकता लिइसकेको भनेर चाहिँ यहाँ देखाउँछ। हजुरलाई यो भिडियो कस्तो लाग्यो, मन परेमा लाइक कमेन्ट र सेयर गर्न नबिर्सनुहोला। र म विज्ञ भएर भन्दा पनि मैले अनुभव है मैले गरेको कामबाट मैले सिकेको कुराहरू मैले यहाँहरूमा सेयर गर्ने मात्रै कोसिस गरेको हो। केही तपाईँहरूलाई यो सम्बन्धी समस्या परेको जुन समस्या समाधान हुनेछ भन्ने अपेक्षा राखेको छु। यदि तपाईँ हाम्रो यो पेजमा अझै पनि हाम्रो यो च्यानलमा अझै पनि नयाँ हुनुहुन्छ भने कृपया सब्सक्राइब गरी साथ दिनुहुनेछ भन्ने कुरा राख्दै बिदा हुन्छु। हस्, थ्याङ्क यू।